आजको बैठकलाई र हाम्रा चिफ गेस्ट लगायत सम्पूर्णलाई स्वागत गरिदिनु हुन प्रेसिडेन्ट इलेक्ट दया भण्डारीज्यूलाई अनुरोध गर्दछु। अध्यक्षज्यू, आजको यस बैठकका गेस्ट स्पिकर रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री विश्व प्रकाश अर्यालज्यू, रोटरी क्लब बुटवलका पूर्व अध्यक्ष एवं पास्ट डिस्ट्रिक्ट गभर्नर रोटेरियन राजेन्द्र प्रसाद धोजुज्यू, प्रेसिडेन्ट काउन्सिलका अध्यक्ष रोटेरियन कृष्ण प्रसाद अर्यालज्यू, क्लबका मेन्टरज्यू, क्लबका ट्रेनरज्यू, क्लबका सम्पूर्ण भूपू अध्यक्षज्यूहरू, रोटेरियन साथीहरू, रोट्र्याक इन्ट्र्याकबाट पाल्नुभएका भाइ बहिनीहरू, क्लबका प्रेस सल्लाहकारज्यू लगायत सम्पूर्ण महानुभावहरूलाई म रोटरी क्लब अफ बुटवलको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरू सबैलाई हृदयको अन्तर्मनदेखि नै हार्दिक स्वागत तथा अभिवादन व्यक्त गर्न चाहन्छु। खास गरेर आजको बैठक अत्यन्तै महत्त्वपूर्ण रहेको छ कि रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यू हाम्रो सामु हुनुहुन्छ। सिङ्गु जिल्लाको शान्ति सुरक्षा अमन चयन कायम गर्ने दिशामा यहाँको मुख्य कर्तव्य हो र त्यसलाई सहयोग गर्नु आम नागरिकको पनि कर्तव्य र दायित्व हो कि हामी सबै नागरिकहरू बिना वर्दीका प्रहरी हौँ। हामीले राज्य प्रशासनलाई शान्ति सुरक्षा र अमन चयन कायम गर्नका निमित्त सहयोगी भूमिका खेल्न जरुरी छ। यसमा रोटरी क्लब अफ बुटवल सदैव सहयोगी भूमिकामा रहने बेहोरा नम्रतापूर्वक आग्रह गर्न चाहन्छु। पास्ट डिस्ट्रिक्ट गभर्नर, प्रेसिडेन्ट काउन्सिलका अध्यक्ष, क्लबका मेन्टर, ट्रेनर, भूपू अध्यक्षज्यू, रोटरी इन्ट्याक र रोटेरियन सम्पूर्ण साथीहरूलाई फेरि पनि क्लबको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हृदयको गहिराईदेखि नै हार्दिक स्वागत गर्न चाहन्छु। धन्यवाद। जय रोटरी। प्रेसिडेन्ट इलेक्ट दया भण्डारीज्यू, साथै अब आजको हाम्रो यो हप्ताको आउटगोइङ र केही इन्कमिङ लेटरहरू छ भने प्रस्तुत गर्न अनुरोध गर्दछु। यो हप्तामा खास गरेर हामीलाई दुईवटा चिठी प्राप्त भएको थियो। एउटा इन्डिया क्लब गठन गर्नको लागि एभरेस्ट बोर्डिङ स्कुलबाट एउटा चिठी प्राप्त भएको थियो भने दोस्रो चिठी अन्नपूर्ण बोर्डिङ स्कुलबाट पनि नयाँ इन्डिया क्लबको लागि प्रस्तावित गरेर दुईवटा चिठी आएको थियो। र यो बिचमा हामीले 1624औं बैठक यही हलमा हामी यसभन्दा अगाडि गरेका थियौँ, जसमा रोटरी क्लबलाई कसरी डिजिटलाइज गर्न सकिन्छ, पेपरलेस गराउने र यसलाई अहिले पछिल्लो प्रविधिसित अद्यावधि गर्ने किसिमबाट चाहिँ कसरी लान सकिन्छ भन्ने बारेमा पास्ट प्रेसिडेन्ट आदरणीय अजयमान श्रेष्ठज्यूले राम्रो चाहिँ इन्फर्मेसन दिनुभएको थियो। सो बैठकमा रोटेरियन, रोट्र्याक, इन्ट्र्याक र गेस्ट गरी 76 जनाको उपस्थिति भएको थियो भने त्यसपछि हामी 1625औं बैठक इन्डिया क्लबहरूको जोइन्ट इन्स्टलेसन प्रोग्राममा हामी 13 तारिक अर्थात् हिजो नै अस्ति अघिल्लो दिनमा हामी एसियन पार्टी प्यालेस बुटवलमा सम्पन्न गरेका छौँ। विशेष गरी विषयमा प्रवेश गर्न चाहन्छु। हाम्रो सिडिओ साहब रूपन्देही जिल्लाका विश्व प्रकाश अर्यालजी हाम्रो समक्ष हुनुहुन्छ। धन्यवाद अध्यक्षज्यू। अतिथि वक्ता प्रमुख जिल्ला अधिकारीज्यू, पास्ट डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद डोजुज्यू लगायत सबै साथीहरू, अन्य सम्बोधन यथोचित जाने बायोडाटा म सुनाउन गइरहेको छु। उहाँ हुनुहुन्छ प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, उहाँको नाम। उहाँको बर्थ प्लेस वालिङ 11 स्याङ्जा र उहाँको पिताको नाम श्री पूर्ण प्रसाद अर्याल, माता स्वर्गीय दुर्गा कुमारी अर्याल, पत्नी श्रीमती इन्दिरा अर्याल, छोरी सुश्री ईशा अर्याल, छोरा श्री प्रसङ्ग अर्याल। उहाँको एजुकेसन MBA, B.Ed, MPA, जब एक्सपिरियन्स 2054 देखि 2066 under the Ministry of Home Affairs, 2067 to 2068 Ministry of General Administration, 69 to 2077 under the Ministry of Local Development, 2078 to till now under the Ministry of Home Affairs। उहाँको संक्षिप्त बायोडाटा यही हो र उहाँ हुनुहुन्छ प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू। धन्यवाद।